हेलो दोस्तों, स्वागत छ तपाईहरुलाई हाम्रो यो एकदमै राम्रो भिडियोमा। तपाईहरुलाई एकदमै स्वागत छ। सो हामी चाहिँ आज विट लिस्ट यसो विट लिस्ट देखाइदिउँ हैन, इमोट विट लिस्टबाट। अनि त्यसपछि तपाईहरु हाम्रो जिम्मामा सक्नुहुन्छ यो चाहिँ गाडी त्योहरु छोडौं। आज चाहिँ हामी चाहिँ यहाँ बिआर पुश गर्छौं डायमन्ड 5 टु हिरोइक। सो त्यो 5 टु हिरोइकमा एकदमै खतरनाक बुया भएको थियो, त्यो हेर्नु होला, एकदम खतरनाक। सो लेट्स गो टु द भिडियो। ओके गाइस, हामी चाहिँ आइसकेको छौं गेममा। हेर्न सक्नुहुन्छ यहाँ हामी गेममा आइसकेका छौं। सिधा अब म झर्सी मिल्छु। हेर्न सक्नुहुन्छ अहिले प्लेनको सट्टै यहाँ ट्रेन आएको छ। ओके, म चाहिँ यसमा चाहिँ जोन सर्भाइभरको रोल प्ले गरेर खेलेको थिएँ। अनि त्यसपछि म यहाँ झरेको छु रिम नाम भिलेजमा। टक्क टोकनहरू कलेक्ट गरेर लास्टमा इन टाइममा कस्तो बुया हुन्छ तपाईँले हेर्नु होला। मस्त ल्यान्डिङ फेरि कसैले गर्न सक्दैन, सिधा अन्त फेरि ठाउँमा। डाइरेक्ट एउटा हाम्रो साथी डाउन भयो, टिजी जोरो भन्ने। अनि यहाँ यसो टोकनहरू कलेक्ट गर्दै गरेँ। अनि एउटा ड्रपवाला थियो, दुईवटा ड्रप आएको थियो। म जब ड्रप के अरे एडब्लुएमको रोल प्ले गर्दिनँ तब एडब्लुएम मिल्छ। जब मैले एडब्लुएमको रोल प्ले गर्छु तब एडब्लुएम मिल्छ कि मिल्दैन। म यहाँबाट एसपिडी मतलब अनि उता 500 टोकन हो, त्यो लुट्न जान्छु अब म एकछिनपछि। अनि साथीहरूले रिभाइभ हानिदिन्छु, सायद त्यस्तै लाउँछ। अर्कोले रिभाइभ हानिदियो, मैले रिभाइभ हान्नु भएन। अब सिधै म गएँ यतातिर। एक गार्ड सेट टोकन भइसकेको छ मसँग। अहिले गेममा जाँदा 7000 6000 भन्दा बढी टोकन हुन्छ मसँग। अनि हेर्न सक्नुहुन्छ मेरो स्किल के क्यारेक्टर छ। अनि यो लो के छ म्याक्जिम हो, मिसा छ, मिसा मेन हुनुपर्छ। अनि हेर्नु जेन क्यारेक्टर पाएको थियो, त्यही अटोमेटिकली युज भयो। पहिला म लुट हान्न पऱ्यो नि त। यसो म्याटिकेटहरू खोज्यो। अनि अगाडि यो लुट बक्स छ, त्यो हामीले कलेक्ट गर्न गइरहेको छौँ। अब यो मैले कलेक्ट गरेर सिधै गएँ। अनि यतातिर यो अब मैले टोकन कलेक्ट गर्छु। जोन सर्भाइभरको कामै टोकन कलेक्ट गर्ने। अनि अब म सायद यता गएँ। अनि अब डाइरेक्ट पछि मिलाउँ है। डाइरेक्ट होमरको उस भयो, अट्याक भयो यहाँबाट। यता इन हुन्छ सायद, अनि मलाई मार्छ क्या त्यसैले अटोमेटिक मलाई मार्छ उसले यहाँ आनिसक्यो सायद। हेरौँ, त्यति बेला अलि राम्रोसँग खेल्दैन। गोल मेन्टेन पारेँ। यता गएपछि अब होरियो चाहिँ पछाडि हुन्छ, अटोमेटिक लगाइन्छ कि यो मलाई अलिक मारिन्छ क्या मलाई। म पहिलाबाट अलि लो थियो, त्यही भएर हार्दियो। अनि साथीहरूलाई रिभाइभ आन भने टिभी गएको। अनि अर्को थोमस मतलब हाम्रो घरतिरको साथी सब। अनि गयो 400को मलाई रिभाइभ हानिदिन्छ सक्नुहुन्छ। म चाहिँ यहाँ ट्रेनमा झर्ने भनेर गएको थिएँ। ट्रेन म झर्नभन्दा पहिल्यै झरिसक्छ। हेर्न सक्नुहुन्छ यहाँ म्यापको तल 7-6 मिनट छ। अनि झर्ने हुन्थ्यो, त्यसपछि डाइरेक्ट गयो। जब मसँग झर्ने बित्तिकै 800 टोकन भइसकेको थियो। अनि यता युएमपी थियो, युएमपी चाहिँ म एकदम खतरनाक पाउँछु। अब हामी साथीहरूसँग गयौँ कि यो ट्रेनमा जाने थियो, यो सिधै गयो ट्रेनमा। अनि त्यहाँ गएर यसो लुट पनि थियो। अनि ट्रेनमा त्यो गएर हारेँ नि टोकनहरू पाइन्छ। अनि म यो जिप पनि पाएँ। अब त्यही हो, अब हामी ट्रेनको माथि गएर यहाँ कताबाट टिभी जोरो हाम्रो पेरिस मरिसकेको छ। अनि 3 नम्बर पनि हल्का ड्यामेज छ, माथिबाट हानी भन्थ्यो। अब त्यतिबाट घुमेर जान लाग्यो, तर यो भनिदियो पछि। अनि यता खतरनाक हुन्छ। अनि हामी ट्रेनमा गइन्छ यताबाट। अब यता एउटा आउँछ, तर यसो हामी माथि ट्रेनमा जान सकिन्न होला। एउटा ठाउँमा मऱ्यो, 2 नम्बर अर्को गाडीले गइन्छ सायद। यसबाट गइन्छ हामी। यो चाहिँ इन्फिनिटी जिपको थियो। यता चाहिँ इन्मी थियो क्या। अब त्यो इन्मी उता जान्छ अनि मऱ्यो। अनि त्यो अब हामी गइहाल्छौँ ट्रेनमा।
जान ट्रेनमा। लेट्स गो। यहाँ चाहिँ लुटहरू मिल्छ हेर्न सक्नुहुन्छ। मैले यहाँबाट स्टार उठाउँछु एउटा। यहाँबाट 4v3 को म्याच थियो। अब हेरौँ के म सिधै गएँ अगाडि मलाई ड्यामेज दियो। म मर्छु भनेर अब डाइरेक्ट पछि हेरौँला। ओके मस्त बिक्री भइसकेको छ। अब हामी यहाँबाट टल जाँदा हामीले रिवार्ड जिप प्लस हामीले हल्का टोकनहरू पनि पायौँ। अघि मसँग झर्दा फेरि 800 टोकन थियो। अब कति टोकन छ फेरि म त्यतै जान्छु अब यो ड्रपमा। अनि त्यहाँबाट फेरि अर्को इनिमी झरेको थियो। यताबाट म सायद भाग्छु होला। झऱ्यो टुक्टुक्टो जिपमा जाने भन्दा थियो। अनि त्यसपछि ए तर टिजी जोरोले मारिदिन्छ। अझै म चाहिँ अब यहाँबाट जान्छु 1600 टोकन भयो। यिनीहरू सबलाई मैले टोकन माग्छु। सबै टोकन दिन्छ। 2600 टोकन भयो। अब म 3 नम्बरले टोकन दिन्छ। मलाई चाहिँ यहाँ 100 गरिसकेको छ 2 नम्बरलाई। अनि मैले टोकन मागेँ 3 नम्बरलाई। अनि 3 नम्बर टोकन दिएँ 6000 अनि 100 भयो। अनि म चाहिँ अब गाडी लिएर अब त्यहाँ लाग्छु टोकन कलेक्टहरू गर्दै। अनि यता जिपमा केही पाइन्छ कि भनेर यहाँ ग्रोजा पाइन्छ रहेछ। अनि त्यसले उताबाट एउटा इनिमी गयो। म त्यसलाई किल गर्छु भनेर गर्थेँ तर पछि गएन। हुन्छ किल गर्छ भनेको। अनि पछि 4 नम्बरले चिजहरू जान्छ। अहिले मान्छे रहेछ त्यो नि फेरि। अनि म यहाँबाट भागेँ। यहाँ जताततै गाडी चलिरहेको थियो। त्यसरी म भागेँ। अब यहाँबाट फेरि 4 नम्बरले किल हाने गर्छ। अनि मैले लास्ट इन्टेन्समा कस्तो रिभाइभ हान्छु हेर्नुहुन्छ। मैले फेरि टोकन दिन गएको होला सायद होइन। मलाई मेडिकिट चाहिएको थियो। मसँग त्यो 3 हो कि कति मेडिकिट भएको थियो त्यति बेला। अनि म त्यही मेडिकिट माथि छ कि छैन भनेर हेर्न गएको। अनि त्यहाँ मेडिकिट नरहेछ। अनि यता स्न्याइपरको गोलीहरू थियो। यो हेल्थ रिकभर गर्नेवाला डोन। अनि फेरि म गाडीमा चढेर फेरि गएँ। 6300 हाम्रो टोकन भइसकेको छ। अनि उता अगाडि अब हेर्नु सक्नुहुन्छ। अब म सिधै त्यो दिल्ली भएर जान्छु। केकमा के अरे केकमा मेडी पाइन्छ नि त। अनि मेडी पाइन्छ भनेर मैले केक खाँदैछु। अनि यता मेडी पनि पाएँ मैले देखाएको त छैन। अनि त्यसपछि म उता तगाडीलाई फोनमा जान्छु। अनि त्यहाँबाट एउटा इनिमी हुन्छ त्यसले मार्छु। सिधै म यताबाट घुमेर छु। अनि यता माथि के पाइन्छ कि भनेर गएको थिएँ। अनि यता इनिमी थियो कि के थियो त्यही भएर म माथि गएको। नत्र म लुटको लागि माथि गएको। यता कुनै इनिमी थिएन। अनि म त्यहाँबाट सिधै तल गएँ। फेरि त्यसले मैले हालेर अब यहाँबाट मैले 6वटा मेडिकिट लिन्छु। पहिला स्कोर मेडी लिन्छु। त्यसपछि हल्का एमो हालेर 6वटाको 6वटै मेडी लिन्छु। त्यसपछि मसँग इनफ मेडी हुन्छ। अब सिधा म बाहिर निक्लेर गएँ। यता फेरि जिप लिन गएको। अनि त्यहाँ मैले पुरानो जिप छोडेर नयाँ जिप लिएँ फेरि। किनकि त्यो हल्का ड्यामेज भएको थियो। अनि यो फुल हो अनि त्यसपछि ऊ त्यहाँ अगाडि मैले ढ्याक्क इनिमी थियो। अनि म त्यसले कति छोडतोडै दिन्छ कि स्कारले ड्यामेज आजकल। अनि त्यसैले गएँ। अलि नेटको इस्यु थियो त्यति बेला। म ठ्याक्क नेट बिग्रेको थियो। अनि त्यसपछि ठ्याक्क के अरे इन्टेन्स थियो कि तर मलाई इनिमीले मारेकै थिएन। त्यो आफ्नो मैले फर्स्ट सुरुमा ड्यामेज दिएर राम्रो काम गरेँ। अनि त्यसपछि म यता आएर बोल्दा तल राम्रो नेट चलिरहेको हेर्न सक्नुहुन्छ। अनि यता 2 र 4 नम्बरको उस गरेर टोकन कलेक्ट गरेर म त्यसलाई सिधा रस हान्न गएँ। जुन पुछार पनि 1 किल त हुनै पर्छ। अनि त्यसैले यहाँ उता कता इनिमी थियो उता भागिरहेको थियो। टक्क छिटो उता भागिसक्यो। अनि उसलाई एक ठक्कर दिएर देखेको पनि छैन जस्तो थियो। अनि हाम्रो उसलाई मार्दै थियो। अनि गएँ सिधै रस हानेर। अनि ओपी 64 को रेड लगाएर मऱ्यो। अब त्यसपछि म यहाँबाट कुनै नि किल हान्दिनँ। 7400 टोकन भइसकेको छ मबाट। अनि यहाँ 3 नम्बर मरेको थियो। अनि 4 नम्बर मऱ्यो। अब यस्तो म फर्स्ट सुरुमा उता फ्यान्टेसियाको त्यो रिभाइभ पोइन्ट थियो त्यहाँ गएर रिभाइभ हान्ने सोचिरहेको थिएँ। पछि बिमा शक्ति नजिकमा पऱ्यो त्यही भएर बिमा शक्तिमा गएँ। अनि मेडिकिट लगाउँदै यस्तो खतरनाक काटेको छ। तर जोन पुसरको लागि सेकेन्ड
फर्स्ट सेकेन्ड जोनको लागि इन्फिनिटी युनिभर्स एकदम राम्रो हुन्छ, हेल्थै काटिन्न। अनि यस्तो खतरनाक गाडी चलाउँदै मलाई नठोकिकन हवरमा ठोकाउँछु। हल्का गरेर चाहिँ हेर्नु सक्नुहुन्छ मेरो हेल्थ हेरेर। अनि च्याप गरेर मैले रिभाइभ हान्न सक्छु। सब टिममेट मरिसकेको छ। जोन पुछाएर भनेको फाइदा, त्यही भएर आफ्नो स्क्वाडमा एउटा जोन पुछाएर राख्नु मैले सबैलाई। त्यहाँदेखि 5800 मसँग टोकन थियो। त्यसपछि म फेरि गएँ यताबाट टोकन कलेक्ट गर्न गएँ र फेरि भागेँ। जोनतिर निस्किन पर्छ, धेरै जोनमा नि हुनुहुन्न। जब इनिमी मर्छ तब जोनभित्र चाहिँ जान दिएको छ। अनि त्यसैले मैले सब टिममेटलाई बचाइदिएँ। अनि हाम्रो यो हार्थ्यौँ, हामीसँग एउटा जोन पुछर नभएको है, अनि म जोन पुछर भन्थेँ, त्यही भएर अहिले 3 जना रिभाइभ भइसकेको छ। टिजी0को अलिकति जोनमा गएर फोन ल्याक भएर जोनमा गएर अलिकति ड्यामेज गऱ्यो एनिमीले भन्दा। फेरि 2 नम्बर र 3 नम्बर 4 नम्बर 3 नम्बर फेरि सब मरिसकेको छ। फेरि म निस्किसकेको त्यहीँ साइडमा यहाँ म 5 नलिकन सिधै गएर रिभाइभ हाने। अन्त यहाँ 6 जनालाई भयो, अहिले 5 जनालाई भयो। अन्त मैले 3 जना चाहिँ 8 जना कतिजना हुन्छ, 6000 ठ्याक्क मसँग 6000 टोकन भयो। यहाँबाट छिटो गएर फेरि रिभाइभ हाने। मसँग 4000को हुन्थ्यो, 4200। अब त्यसपछि त यहाँबाट निकै एकदमै राम्रो हुन्छ। 2-3 जना मर्छ अनि त्यसपछि बुया भएर हेर्नु सक्नुहुन्छ मेरो हेल्थ 137 कति लास्टै काटा थियो। यसमा चाहिँ म चाहिँ मर्दै लान्थेँ। सुपर म्याडी ल्याएर मैले बाँधेँ। त्यसपछि सिधा जोनतिर निस्किएँ म। अनि यो म्याडी खतम भयो, त्यही म्याडी लिन लाग्यो म। अनि त्यसपछि फेरि गाडीमा चढेँ। जोन पुछरको लागि एकदम गाडी इम्पोर्टेन्ट छ, त्यसैले। अनि त्यहाँ गएर म टोकन लिन गएँ। अनि त्यसपछि टोकन लुटेँ। अनि यो साइडको क्याम्पभित्र गएर चाहिँ यिनीहरू 2 जनासँग चाहिँ मैले टोकन मागेँ, टोकन दियो। अनि मसँग 5000 6000 कति थियो। अनि अर्को जुन यति नैसँग भएको 5000 लास्ट जुन 7 जना अलर्ट थियो। 7 जनामा हामी 4 जना अगाडिको 6 जना फेल भयो। अब हाम्रो 4 जना छ, उताको 2 जना, उताको 2 जना हो, हामी अर्कोले चलेका थियौँ। अनि त्यसपछि म यताबाट यतिकै गाडी चलाउँछु। हेर्न सक्नुहुन्छ टोकन लुट्न गइरहेको छु। 5000 जस्तै 5200 हुन्छ यो। फेरि गयो म। अनि फेरि म जोन पुछेर जोनतिर जाँदा मैले झराइदिएँ। त्यसपछि हुन्छ टोटली त्यही खतरनाक भइरहेको थियो। अनि म टोकन मागेँ, जम्मा 200 भयो भने मागेँ। अनि 5400 भयो मसँग टोकन। जोन पुछरसँग टोकन त हुनैपर्छ गाइज। जोन पुछरसँग टोकन भएन भने काम होइन। यता 3 नम्बर मऱ्यो थियो। अनि त्यसपछि म यसो यताबाट 4 नम्बर मऱ्यो। अनि म रिभाइभ हान्न जान्छु भनेर भिक्न गएको थिएँ, तर 2 नम्बरले एक्लैले सबलाई भ्याइदियो। अनि त्यसपछि हाम्रो हेर्न सक्नुहुन्छ टिम भ्याइदियो। अनि हाम्रो बुया भयो छ यहाँ मेरो एकदमै खतरनाक बुया। हुन त म उता पिकमा पुगेको थिएँ, तर अहिले यहाँ यो हिस्ट्रीबाट यस्तो देखाएको खतरनाक बुया। गाइस तपाईँलाई यो बरमुडा म्याप ब्याटल रोयल हो भन्ने हेर्न सक्नुहुन्छ यहाँ भर्खर हिस्ट्री बियर ऱ्याङ्क अघिकै भिडियो देखाएको। र त्यसै गरी आजको भिडियोलाई यति नै। यो भिडियोलाई मन पर्यो भने के गर्नु होला, अहिले नभनौँ, हेर्न सक्नुहुन्छ बसेर हाम्रो गिलमा आउनु होला सबजना आउनु होला। अनि मलाई चाहिँ यो इमोट चाहिँ मन पर्यो होइन। सो आजको भिडियो मन पर्यो भने लाइक गर्नु, सेयर गर्नु, सब्सक्राइब गर्नु। सो मैले धेरै दिन भयो त्यो भिडियो नहालेको होइन। अनि त्यसपछि फेरि यो भिडियो सब्सक्राइब गर्न नबिर्सिनु होला। त्यसैले टिल देन टेक केयर एन्ड बाई गाइज।